हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ तपाईहरू? आई होप तपाईहरू सबैजना ठिकै हुनुहुन्छ होला। त्यसो भन्दाखेरि मलाई चाहिँ अलिअलि सर्दी लागिरहेको छ, त्यही भएर मेरो भोइस चाहिँ अलिक नाके सुन्नु हुँदैछ होला तपाईहरू। अन्त फेरि चाहिँ मैले चाहिँ आज चाहिँ तपाईँलाई यो ग्राउन्ड जेसिबी पिकअप किन देखाउँदैछु भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो लोधोमाको पब्लिक ग्राउन्ड। तपाईँहरू सबैजनालाई थाहा भएको मेरो भिडियो हेर्नेलाई 5 अक्टोबरको दिन चाहिँ यहाँनिर हाम्रो ग्राउन्डमा चाहिँ धेरै यहाँनिर चाहिँ क्षति भएको थियो नि त, बाढी पसेर चाहिँ। अन्त यहाँनिर चाहिँ बेसी मात्रामा चाहिँ यति धेरै बलुवा चाहिँ पसेको छ होइन। अन्त यो बलुवा चाहिँ यहाँदेखिको चाहिँ हटाउँदैछ। अन्त के अरे जसलाई चाहिन्छ उहाँहरूले अर्डर गरेर चाहिँ लानुहुँदैछ आधी जस्तो होइन, आधी जस्तो चाहिँ यहीँ राख्दैछ। अन्त आजदेखि चाहिँ हाम्रो लोधोमाको ग्राउन्डको काम चाहिँ स्टार्ट भइरहेको छ साथीहरू। यसरी नै यहाँनिर चाहिँ पिकअपमा हाल्दैछ जेसिबीले। अन्त चाहिँ लोधोमा ग्राउन्ड चाहिँ अब विन्टर कपको लागि चाहिँ रेडी हुँदैछ है साथीहरू। मेरो भिडियो मन पर्यो भने सबैजनाले फलो पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्, लाइक पनि गरिदिनुहोस्, कमेन्ट पनि गरिदिनुहोस्। फेरि पनि नेक्स्ट भिडियोमा भेट्नेछु है। थ्याङ्क यू सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा। अझै यसरी नै धेरै सपोर्ट गर्नुहोस् है मलाई सबैजनाले।